हेलो हेलो साथीहरू सबैजना सन्चै हुनुहुन्छ। स्वागत छ तपाईँलाई आजको मेरो मिनी ब्लगमा। मैले चाहिँ बिहानै पनि आज एउटा फुड ब्लग राखिसकेको थिएँ अनि त्यसमा चाहिँ हामीले एउटा कुखुरा काटेको थियौँ। त्यो चाहिँ हाम्रो हो घरैको कुखुरा। त्यसपछि हामीले चाहिँ साँझमा दिदीहरूलाई बोलाउने भनेर बोलाएको थियौँ दिदीहरूलाई। त्यसपछि हामीले चाहिँ साँझको खाना रेडी गर्दैछौँ। आज चाहिँ खाना बनाउँदै हुनुहुन्छ सानवीको ड्याडीले अनि म र सर आन्टी भएर चाहिँ लसुन प्याज काटिदिनेवाला भयौँ। अनि खाना रेडी भइसकेपछि सबैजना दिदीहरू आउनुभयो। खानामा चाहिँ आज हामीले मासु अनि अचार, त्यसपछि सलाद अनि पापड त्यति नै बनाएको छौँ, किनकि घरकै कुखुरा हो नि त। अनि त्यसमै हामीले सुप राखेर दाल नबनाउने भनेर चाहिँ त्यही बनाएर दिदीहरूले खाँदै हुनुहुन्छ। साथीहरू सबैजना दिदीहरू आउनुभयो अनि पछि दिदीहरू पनि आउनु भएर चाहिँ फेरि दिदीहरूलाई सबैले खाना दियौँ। बिना हजुरहरूले पनि खाना खानुभयो। त्यसपछि हामीले पनि खायौँ। यति नै हो साथी आजको मिनी ब्लग। तपाईँहरू सबैजनालाई गुड नाइट, बाई बाई।